डिजिटल अडिसनदेखि फिजिकल अडिसनसम्म पुग्न सफल हुनुहुन्थ्यो उहाँ। के यसपालि वाइल्ड कार्ड एन्ट्री मार्फत पुनः मन जित्न सफल हुनुहोला त? स्वागत गरौँ कञ्चनपुरबाट आउनुहुने योगेन्द्र पौडेललाई। फर्स्ट अफ अल त थ्याङ्क यू सो मच भन्न चाहन्छु सिङ्गिङ स्टार इन्टायर टिमलाई मलाई एउटा सुनौलो अवसर फेरि पनि प्रदान गर्नुभएकोमा। कतिपय कमजोरीहरू थिए, त्यो कारणले गर्दा अगाडि बढ्न सकिएन, तर पनि गर्न सक्छ कि भन्ने एउटा हिसाबले चाहिँ उहाँहरूले मलाई एउटा फेरि मौका दिनुभएको छ। त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। फर्स्ट बन्नु नै ठुलो कुरो होइन, दर्शक सामु एउटा आफ्नो प्रस्तुति दिएर चाहिँ राम्रो नराम्रो एउटा प्रतिक्रिया हासिल गर्नु त्यो पनि ठुलो कुरो हो, जुन मैले पाइरहेको पनि छु। भलै म सिलेक्ट नभए तापनि दर्शक माझबाट राम्रो एउटा रेस्पोन्स पाइरहेको छु। प्रयास अझै गर्ने एकदमै जारी नै छ, प्रयास जारी नै छ। जनराभन्दा फरक किसिमले मैले अगाडि गर्न खोजिरहेको थिएँ। त्यसमा कतिपय कुराहरू आफूले बेस्ट दिन सक्ने कुराहरू पनि सायद त्यसमा मैले दिन सकेको थिएन, र त्यो दिन नसकेको कुराहरू चाहिँ म यो राउन्डमा चाहिँ म जुन तरिकाले एउटा राम्रो अपर्च्युनिटी फेरि पनि पाएको छु, यसमा चाहिँ मैले दर्शक श्रोताहरू सँगसँगै हाम्रो जजेस टिमहरूलाई चाहिँ मैले दिन सक्छु कि भन्ने हिसाबले चाहिँ म अगाडि बढ्न खोजिरहेको छु। आई होप म योचोटि चाहिँ अलिक बेस्ट दिन सक्छु होला, जुन मैले दिन पाएको थिएन। पर्खाइमा भिजो सिरानी, पर्खाइमा भिजो सिरानी, सम्झनीमा बित्यो सपनी, चाँडै फर्कियो देउराली सुन्ने लाग्छ माया तिमी नहुँदा, हो देउराली सुन्ने लाग्छ माया तिमी नहुँदा, मुटु मेरो त्यसै जल्छ स्पर्शले नछुँदा, चाँडै फर्कियो भिजो सिरानी, पर्खाइमा भिजो सिरानी, सम्झनीमा बित्यो सपनी, चाँडै फर्कियो योगेन्द्रजी साह्रै 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 मिठो गीत गाउनुभयो तपाईँले। थ्याङ्क यू सर। अब म बोल्नुभन्दा सिधै
जजेसबाट सुनौ न त। त्रिशाला म्याम, साह्रै नाच्दै हुनुहुन्थ्यो तपाईँ त। एकदमै मिठो गाउनुभयो योगेन्द्रजी है। आई थिङ्क राजु दाईको गीत गाउन अलिकति कठिन नै हुन्छ होइन, अलिक च्यालेन्जिङ हुन्छ र त्यसमा पनि तपाईँले अलिकति कुनै ठाउँमा होइन इम्प्रोभाइज गर्नुभयो, त्यो मलाई एकदमै राम्रो लाग्यो। दर्शक श्रोताहरूले पनि हजुरको यो पर्फर्मेन्सलाई निहालेर धेरैभन्दा धेरै भोट गरून् भन्छु है, र वेलकम ब्याक भन्न चाहन्छु फेरि। थ्याङ्क यू। शुभकामना छ धेरै धेरै। सनुप सर। यस योगेन्द्र, मैले अडिसनमै एकदमै मन पराएको आवाज चाहिँ हो, डेफिनेटली हो। आज जुन पर्फर्मेन्स थियो वाइल्ड कार्ड एन्ट्रीमा, द्याट वाज म कसैको गीत गाउँदाखेरि एटलिस्ट त्यो गीतलाई एउटा ट्रिब्युट दिने हो कि, कभर गर्ने होइन पहिला कुरा। त्यसलाई ट्रिब्युट दिँदाखेरि त्यसलाई एटलिस्ट एउटा फर्मबाट अर्को फर्ममा एलिभेट गर्ने हो, एउटा आर्टिस्टको काम थियो वास्तवमा। यहाँले राजु नै भन्छु, मेरो साथी हो राजुको यो गीतलाई एउटा राम्रो एलिभेट गर्नुभएको छ तपाईँले, एउटा फर्मबाट अर्को फर्ममा लानुभएको छ। अनि जुन सेन्स अफ इम्प्रोभाइजेसन तपाईँले आफ्नो डेमोन्स्ट्रेसन गर्नुभयो, आई एम एब्सोल्युटली स्योर यु आर एन अमेजिङ सिङ्गर भनेर यु हेभ रियली प्रुभड वान मोर टाइम। अर्को कुरा, यो भोइस टेक्स्चर सँगसँगै गाउँदाखेरि जुन एउटा युनिक क्वालिटी हुन्छ क्या भोइसको, जो कसैले फ्याट्टै गर्न सक्दैन। त्यो खिड्का भन्छ, मुर्की भन्छ, तर त्यो कस्तो हुन्छ, कमन हुन्छ क्या ती कुराहरू। तर केही कुराहरू खिड्का मुर्कीमा पनि युनिक हुन्छ कसैको। आई फेल्ट द्याट वाज अ भेरी नाइस नेचर अफ अ भेरी good quality of your voice. Please preserve it, and also please appeal well for the vote, because I don't know, I'm sure we all want you, of course, but we really want to be in this show, Yogendra. That's all. थ्याङ्क यू सर। अर्जुन सर, योगेन्द्रको गीतलाई अर्जुन दृष्टिले हेर्दा तपाईँ के भन्न चाहनुहुन्छ? मिठो प्रश्न आयो। मिठो गीत गाउनेलाई मिठो प्रश्न आउँछ। मनोज सर एकचोटि यसको कर्स दिनुहोस् त। मलाई एकचोटि त्यो चाँडै फर्किआऊ भन्ने एकचोटि त्यो पार्ट अलिकति सुनौ। चाँडै फर्किया कति कुरा के हुन्छ भने, सङ्गीत सिक्न कोही विद्यार्थी आइरहेछ अथवा कसैले सङ्गीत सिकिरहेछ भने उसले सुरुमा सा लगाउँदैमा थाहा हुन्छ क्या यो मान्छे कुन रेन्जमा बसेर गाउन सक्छ, अथवा सुरमा कतिको पक्का छ भन्ने उसले सारेगामा पदनिसासम्म जानै पर्दैन क्या, उसले साबाट पनि अनुमान लाउन सकिन्छ। तपाईँको यति एउटा लाइनबाट के अनुमान लाउन सकिन्छ भने, तपाईँसँग भोकल रेन्ज राम्रो, गायकी गला राम्रो चल्ने, र गला चल्ने मात्रै होइन, त्यो गलाभित्रको सुन्दर पक्ष भनेको त्यो मिठास जो कसैलाई मन्त्रमुग्ध बनाउन सक्छ। कुनै दिन मलाई के लाग्छ भने, यो मैले किन तपाईँलाई गाउन लागिरहेको छु थाहा छ, कुनै दिन मेरी श्रीमती मैसँग रिसाएर टाढा कहीँ गइन् भने तपाईँको यति टुक्रो चाहिँ मैले पठाइदिएँ भने फर्केर आउँछिन् भन्ने लाग्छ क्या। फर्केर आउँछिन् भन्ने लाग्छ। That's a compliment, है। अब यो त मेरो श्रीमतीलाई मैले गर्ने कुरा हो। तपाईँले पनि कोही तपाईँको मान्छे कुनै दिन रिसाएको बेलामा यति एउटा टुक्रो पठाउनुहोस्, फर्केर आउनुहुन्छ। अर्जुन सर, उहाँको मान्छे रिसाउनु भयो भने चाहिँ हजुरको गीतको टुक्रा पठाइदिनुहुन्छ। त्यो पनि हुन्छ, तर उहाँको स्वरमा पठाउनु पर्यो क्या, किनकि उहाँको स्वरको मिठासले फर्किने हो क्या है। त्यो हिसाबले के भन्न चाहन्छु भने, पहिला कुरो तपाईँको नाम पछाडि राग छ, जो पाइ उसले नामको पछाडि राग राख्दैन, पक्कै उसले राग पढेको हुनुपर्छ अथवा राग प्र्याक्टिस गरेको हुनुपर्छ होइन। त्यो राग प्र्याक्टिस गरेको छ, त्यो तानपुरामा यो मान्छेको स्वर प्र्याक्टिस छ जस्तो किन लाग्छ भने, तपाईँ सुरमा टेकेर र अडानमा बसेर यो गीत पर्फर्म गरिरहनु भएको छ। बधाई र शुभकामना दिन चाहन्छु। तपाईँ यहाँ रहँदा पनि र नरहँदा पनि नेपाली गीत सङ्गीतले एउटा मखमली आवाज चाहिँ पायो। योगेन्द्रजी, अब योभन्दा धेरै त के चाहियो र अब होइन? सङ्गीत क्षेत्रले मखमली आवाज पाइसक्यो, भर्खर सुनिसक्यो, तर सिङ्गिङ स्टार नेपालमा निरन्तर रूपमा अगाडि बढ्नको लागि तपाईँको जस्तो मखमली आवाज छ त्यस्तै मिठो भोट पनि चाहिने हुन्छ, त्यस्तै मिठो भोट अपिल गर्नु।